इट्स मी नरेश लामा। मेरो चाहिँ नयाँ भ्लग हो है, नयाँ दिन सुरुवात भयो भनौँ न। म चाहिँ आज भ्लग चाहिँ कस्तो हुन्छ हेरौँ। अनि हामी चाहिँ अहिले चाहिँ घुम्न आएको थियो, हेर्न सक्नुहुन्छ। घर बसेर के गर भयो, यसो घुम्न आइदिएको, केही गरौँ न त भनेर योतिर आएको है, घुम्न यसो। अब चाहिँ हामी यो पुलतिर छौँ, अब पुल परैसम्म यसो के रहेछ यसो हेरेर आउँछौँ हामी चाहिँ है। अब आज अहिले चाहिँ हामी यसो बाहिरको हरियाली आनन्द लिएर बसिरहेछौँ, गिटार सितार बजाउँदै है। अब हावा पानी हरियाली चाहिँ आनन्दको छन् यहाँ है। अब चाहिँ हामी यहाँ निकै बेर बस्यौँ, अब चाहिँ हामी लाग्न लाग्यो। र हामी चाहिँ सिकाली डाँडा आइपुग्यो है। अब वरिपरि यस्तै छन् टट्ट। ल अब हामी चाहिँ लागेको है। पानी सिमसिम पर्न थाल्यो, अब चाहिँ हामी लाग्यौँ घरतिर। घर फेरि उहाँ पर पुग्नुपर्छ नि यार, पानी नपर्दै त हुन्थ्यो, पानी परिसक्यो है। हामीले पानीलाई व्यवस्था गर्नलाई चाहिँ एक्सट्रिम भन्थ्यो, एक्सट्रिम खुवाइदिसकेँ मैले ल। अब हामी चाहिँ दाइ त जहिले बोलीको पक्का हो नि थाहा छैन। पक्का अनि है बाटो चाहिँ यस्तो रहेछन्, लट्नै पो खोज्छन् त। तल गयो नि तल हेर्ने, माथि आयो नि माथि हेर्ने है, यस्तै छ। यसले नि पो हेर्छ त, वात्त पऱ्यो र यसलाई मन पऱ्यो कि हो, यसलाई मन पऱ्यो र हेरिरहेको जस्तै छन्। त्यसलाई मात्रै हेरिरहेछन् भाइ, तिमीलाई मात्रै हेरिरहेछ त। हेरे खेदायो भने कहाँ भाग्ने हो नि थाहा छैन, चारैतिर घेरिरहेछ, चारैतिरबाट है। आउन खोज्छन् त हो, के हो लामो लट्टी बोक्न आउँछ त हौ, भाग्नु पर्ने भयो क्या।
है आजलाई भ्लग यति नै। अब के कसो भयो हेरिदिनु होला। अब फर्स्ट दिन त हो है, कन्फिडेन्स त्यस्तो छैन। अब 4 सपोर्ट दिइराख्नु अझै भोलिको दिनमा योभन्दा नि राम्रो भिडियो ल्याउने छौँ। यही हो, आजलाई यति नै। हस्त, धन्यवाद।